भन्नुहुन्छ कसैले। अब त्यो दुईटा छोराको लागि हामीले व्यवस्था त गरिदियौँ, तर आफ्नो लागि व्यवस्था के हो त? अहिलेसम्म हामी छोराछोरीको लागि बाँच्यौँ, अहिलेसम्म हामी परिवारको लागि बाँच्यौँ, अहिलेसम्म हामी छोराको लागि बाँच्यौँ, अहिलेसम्म अरूको लागि बाँच्यौँ। अब आफ्नो कमाइ गर्ने जो कुरा हाम्रो साथमा जान्छ त्यो कमाइ हामीले गर्नुपर्छ आमा बुवाहरू है। त्यो भनेको हाम्रो असली कमाइ, सच्चा कमाइ कसैले खोज्न पनि सक्दैन। हाम्रो असली कमाइले कसैले खोज्न सक्दैन। मेरो बुवा दिनदिनै रामघाट जानुहुन्थ्यो, त्यहाँ गएर कति ज्ञान सुन्नुभयो, भजन कीर्तन सुन्नुभयो, सोचतानी गर्नुभयो। बुवा आजको यति मलाई दिनुहोस् है, आमा आजको अलिकति आधा मलाई दिनुहोस् है भनेर घर गएर मागे पनि हजुरलाई कटक्कै मन खाएर दिन पाए त हुन्थ्यो। छोरालाई के हो र मेरै छोरा हो के दिन्थेँ बरु बुहारीलाई पनि यति दिन्थेँ, जे भए पनि दुःख यसैले गरेछ भने पनि दिन मिल्छ त? मिल्छ? मिल्दैन। यहाँ कमाएर जानुभयो त्यो दिन मिल्दैन, दिन्छु भने पनि दिन मिल्दैन है, दिन्छु भने पनि दिन मिल्दैन। त्यही भएर यो भनेको हाम्रो असली कमाइ रहेछ। अब हामीले के गर्ने त भन्दा बिहान उठिसकेपछि आमा बुवाहरू बिहान उठिसकेपछि भगवानलाई याद गरेर हजुरले आफ्नो दिनचर्या सुरु गर्नुहोस्। बिहानको समयलाई अमृत बेला भनिन्छ, ब्रह्म मुहूर्त भनिन्छ। बिहानको समय ब्रह्म मुहूर्त भनेको हुन त 2 बजेदेखि ब्रह्म मुहूर्त हुन्छ। अब त्यति छिटो त हजुरहरू उठ्न सक्नुहुन्न हैन। ध्यान गर्नको लागि कम्तीमा हजुरहरू कति बजे उठ्नुहुन्छ अहिले? जाडो सकेर 4:30 बजे उठ्नुहुन्छ आमा?